शिक्षकको खुसी कविताको शीर्षक त्यही हो। को हुन् यिनीहरू जो वर्षौंदेखि चिच्याइरहेछन् पटक पटक हाम्रा दरबारको छेउमा आएर? पेट खाली हुँदा पनि भोक लाग्यो भन्ने यिनीहरू को हुन्? दुख्दा पनि ऐया भन्ने यिनीहरू को हुन्? हाम्रो अन्यायले घाँटी तिछेर मार्नै लाग्दा पनि सास फेर्ने यिनीहरू को हुन्? गणतन्त्रमा पनि बोल्ने यिनीहरू को हुन्? हाम्रो शोषणको पर्दा खोल्ने यिनीहरू को हुन्? कसले दियो यिनीहरूलाई यति ठुलो हिम्मत? हप्तौंदेखि यति गहिरो शान्ति कायम गरेर के गर्न खोजिरहेका छन् यिनीहरू? आन्दोलन गर्न त सपिङ मलहरू लुट्नु पर्छ, 2-400 टाउका फुट्नु पर्छ, 2-4 जना सुरक्षाकर्मी कुट्नु पर्छ, आफूभित्र आफै टुट्नु पर्छ। यति बलियो एकता कायम गरेर, यति मिठो शान्तिको सुवास छरेर, चुपचाप माइती घर झरेर गरेको पनि कतै आन्दोलन हुन्छ? शिक्षकहरू शान्तिपूर्ण आन्दोलन गरे गरून्, राजधानीको प्रदूषणले मरे मरुन्, हामीले थापेका पासामा परे परुन्। खबरदार, यिनीहरूले सास फेर्दा हाम्रो दुबो हल्लेला, सिट्ठीका आवाजले सडकमा गुडिरहेका गाडीहरू तर्सेलान्। यिनीहरूले टेक्दा हाम्रो सडकलाई दुख्ला, यिनीहरूले ताप्दा हाम्रो घामलाई पोल्ला, यिनीहरूका टर्चले सडक छेउका घरका आँखाको ज्योति गुम्ला। खबरदार, शिक्षकहरू के का लागि आन्दोलन गर्छन्? सरकारले जागिर दिएकै छ, तलब किन चाहियो? गाउँमा बच्चा छँदैछन्, विद्यालय भवन किन चाहियो? बच्चाको सिगान पुस्न धारो किन चाहियो? बच्चाको आँची धुन शौचालय किन चाहियो? खुरु खुरु आफ्नो काम गर्नु नि, आन्दोलन किन गर्नु पर्यो? तिम्रो पेटमा भोक लाग्नु पेटको समस्या हो, सरकारको होइन। तिम्रो आँगनमा पनि चाडपर्व आउनु चाडपर्वको गल्ती हो, सरकारको होइन। आफ्नो तलबले छोराछोरी पढाउन पुगेन भन्छौ, छोराछोरी किन जन्माउनु? त्यो तिम्रो गल्ती हो, सरकारको होइन। तिम्रो शरीरमा रोग लाग्नु रोगको गल्ती हो, तिमीलाई सिधैमा उपचार नगर्नु अस्पतालको गल्ती हो। तिमीलाई सिधैमा चामल नदिनु व्यापारीको गल्ती हो, तिमीलाई सिधैमा बास नदिनु घरबेटीको गल्ती हो। तिम्रो आँखाबाट वेदना पोखिनु आँखाको गल्ती हो, तिम्रो पनि चित्त दुख्नु तिम्रै गल्ती हो, सरकारको त हुँदै होइन। नयाँ शिक्षा ऐन जारी गर भन्छौ तिमी, राजतन्त्रको चिनो त्यही एउटा शिक्षा ऐन छ, कसरी फेर्नु? शिक्षा ऐन फेरिएको आफ्नै आँखाले कसरी हेर्नु? बाजे बराजुका पालादेखि चलिआएको परम्परा कसरी तोड्नु? नयाँ शिक्षा ऐनको तारतम्य कसरी जोड्नु? दोस्रो शिक्षा ऐन कसरी जोगाउने भनेर महँगा होटलमा 50-60 वटा बैठक बस्नै पर्यो। बैठक कहिले बस्ने भन्ने सल्लाह गर्न पनि बैठक बस्नै पर्यो। कहाँ बस्ने, को बस्ने, कसरी बैठकलाई असफल बनाउने भन्न पनि बैठक बस्नै पर्यो। बैठक बस्दा बस्दा महँगा सोफाको भुवाले पत्रक्कै हुने गरी दुख्ला हाम्रो ढाड। होटलमा खाएको के जाति नपचेर दुख्ला हाम्रो पेट, उपचार गर्न जानै पर्यो विदेश। नयाँ शिक्षा ऐन जारी गर्न कहाँ फुर्सद छ र? शिक्षक आन्दोलन गरे गर, तिमी सडकमा मरे मर। म सरकार हुँ, मैले कसैको चोटमा दुख्न जानेको छैन, आफ्ना गल्तीहरूमा झुक्न जानेको छैन। म शिक्षा ऐन लेख्न सक्दिन, म शिक्षकको खुसी देख्न सक्दिन, म शिक्षकको खुसी देख्न सक्दिन। धन्यवाद। लाखौं हामी गुरुजनहरू ओर्लियौं राजधानी, शिक्षाकर्मी दमित नबनुन् ऐन आधार मानी। ए नेता हो अब त सुन है कान ठाडा गराई, फर्कन्नौ है विचलित बनै लुस्स पर्दै डराई। एकै नारा छ सब गुरुको आत्मसम्मान देऊ, शिक्षार्थीको मन दृढ हुने ज्ञानको ऐन देऊ। छैनन् केही रहर यसरी लत्रिने मार्ग कुर्दै, तिम्रा शास्ति सहन नसकी आइयो है दगुर्दै।
इच्छा हाम्रो मनबिच थियो फर्किने पाठशाला सुन्दैनौ खै किन निठुर छौ हेर्दछौ रङ्गशाला पार्दैछौ रोप्न विवश तिमी झिर तातो बनाई खप्ने छैनौ रगत अब हे उम्लिदो जोसलाई चाँडै ल्याऊ नगर नठिलो देश सन्तुष्ट पार्ने खस्केको मानस युवकको दृष्टि शिक्षा सपार्ने सम्झौताका अब रसिक भई छोप्न जान्नौ मिठाई ल्याऊ ल्याऊ नियम गुरुको बन्द छौ हाई हाई ल्याऊ ल्याऊ नियम गुरुको बन्द छौ हाई हाई धन्यवाद धन्यवाद सर सेरो फेरोलाई जोडेर केही गीतको टुक्का जोड्ने अनुमति चाहन्छु यहाँहरूले ताली बजाउन सक्नुहुन्छ वा गुनगुनाउन सक्नुहुन्छ गीतको टुक्का रहेको छ के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ ल सर हे माइती घरमा कति बोकराको नेपाल सरकार भान कता हराको के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ कति बोकराको नेपाल सरकार भान कता हराको के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ हे अरू कुरा माग्दैनौ तिमीलाई शिक्षा ऐन चाहिया हो हामीलाई के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ माग्दैनौ तिमीलाई शिक्षा ऐन चाहिया हो हामीलाई के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ के जितिन्छ कि यतै बितिन्छ तिम्रो पनि होस् परान रित्तिन्छ के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ कि यतै बितिन्छ तिम्रो पनि होस् परान रित्तिन्छ के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ हे हामीलाई तिम्रो सोझ्यौ कि गोठालो यसपालि त समाउँछौ कठालो के भनौ र खै बैरो सरकारलाई के भनौ र भै तिमी मोज गर हामी बस्छौँ रोइ सोच्यौ कि गोठालो यसपालि त समाउँछौ कठालो के भनौ र खै बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ बैरो सरकारलाई के भनौ र खै तिमी मोज गर हामी बस्छौँ रोइ धन्यवाद नमस्कार
धन्यवाद सर। यसपछि अब संविधानमा भएका काम गर्न नसक्ने कस्तो बुढो सरकार हो यो। लाखौं सिटी फुक्दा पनि नसुन्ने कस्तो पहिरो सरकार हो यो। विद्यालय शिक्षा ऐन पाउन कति आन्दोलन गर्नुपर्ने हो र कुम्भकर्ण सरकार। विद्यालय शिक्षा ऐन पाउन कति आन्दोलन गर्नुपर्ने हो र कुम्भकर्ण सरकार। जिउ गर्दै तिम्रो पाउमा शरण पर्नुपर्ने हो र कुम्भकर्ण सरकार। सांकेतिक दबावका निम्ति बत्ती बाल्यौं, सिटी फुक्यौं, गीत गजल गायौं पनि। सांकेतिक दबावका निम्ति बत्ती बाल्यौं, सिटी फुक्यौं, गीत गजल गायौं पनि। के शिक्षा ऐनकै निम्ति 2-4 जना शिक्षक मर्नुपर्ने हो र कुम्भकर्ण सरकार। जिउ गर्दै तिम्रो पाउमा शरण पर्नुपर्ने हो र कुम्भकर्ण सरकार। के शिक्षा ऐनकै निम्ति 2-4 जना शिक्षक मर्नुपर्ने हो र कुम्भकर्ण सरकार। अब अर्को छ, लौन राजाले बनाएको ऐन च्यातेर आफ्नो नाम चम्काइदिने सरकार। लौन राजाले बनाएको ऐन च्यातेर आफूले आफ्नो नाम चम्काइदिने सरकार। 753 थरी मन परी बनाइएका नियमहरू हटाइदिने सरकार। शिक्षकहरूको यो भारी पनि कतिन्जेल बोक्ने विचार गर्ने हो र। शिक्षकहरूको यो भारी पनि कतिन्जेल बोक्ने विचार गरेको हो र। 9 दिन 9 महिना जस्तै लागेको छ। अब त शिक्षा ऐन जन्माइदिने सरकार। 753 थरी बनाइएका नियमहरू हटाइदिने सरकार। अब मैले एउटा शिक्षकहरू जो घरमा बसेका छन् ती साथीहरूलाई म भन्न चाहन्छु, घरमा भएका शिक्षक साथी आऊ न आऊ आन्दोलनमा आऊ। घरमा भएका शिक्षक साथी आऊ न आऊ आन्दोलनमा आऊ। बाध्यताले आउन नसक्ने साथीहरूले आफ्नो समस्या बताऊ। यो बेला हामी कुनै आनाकानी नगरी आग्रह पूर्वाग्रह नराखी। यो बेला हामी कुनै आनाकानी नगरी आग्रह पूर्वाग्रह नराखी तन मन वचन र कर्म जे छ सबै आन्दोलनमा लगाऊ। घरमा भएका शिक्षक साथी आऊ न आऊ आन्दोलनमा आऊ, आऊ न आऊ आन्दोलन आऊ। हस्त धन्यवाद, नमस्कार। धन्यवाद सर। यसपछि आफ्नो छोटो प्रस्तुति रहने साथीहरू, हाम्रो कुलप्रसाद सरहरू, रूप सरहरू कता कता हो, लीला सर, चण्डी सर, यस सबै रेडी हो? ओके। यो सरकार, देशमा सरकार छ कि छैन मलाई शङ्का लाग्यो, त्यसैले म गीतबाटै गाउँछु। हुन्छ कि हुन्न त? मेरो ट्र्याक त्यहाँ छ मेरै गीतमा। ओके, अलिक ठुलो बनाउनुहोस् है ल। सबैजना है यो यसको माइक्रोफोनको पनि भोल्युम बढाउनुहोस् ल। सबैजना है, पछाडि पनि अगाडिपट्टि अलि बढाउनुहोस् त। हे नारा लायो चिठी फुक्यो लाइट पनि बाल्यो। नारा लायो चिठी फुक्यो लाइट पनि बाल्यो। प्यामे छ कि छैन शङ्का लाउन थाल्यो। देशमा सरकार छ भने कुन्ने, यति हुँदा पनि नसुन्ने। देशमा सरकार छ छैन कुन्ने, यति हुँदा किन हो नसुन्ने। यति हुँदा किन हो नसुन्ने। भाइ राजा, मैले अगाडिपट्टिको अलि बढाउने मैले बुझेको छैन, मेरो ट्र्याक बुझेको छैन है। शाबास ल सबैजना। सरकारलाई देखाउने है। हामी त्यसै छोड्ने छैनौँ यति जाने हुन्छ। हामी त्यसै छोड्ने छैनौँ यति जाने हुन्छ। 3 विकल्प मध्येबाट एउटा छाने हुन्छ। देशमा सरकार छ छैन कुन्ने, यति देशमा सरकार छ छैन कुन्ने, यति हुँदा किन हो नसुन्ने।
सबैजना है पटक पटक गर्छु भन्यौ धेरै धोका पाइयो पटक पटक गर्छु भन्यौ धेरै धोका पाइयो सहमतिको कार्यान्वयन किन वार्ता चाहियो देशमा सरकार छ छैन कुन्ने यति हुँदा किन हो नसुन्ने देशमा सरकार छ छैन कुन्ने यति हुँदा किन हो नसुन्ने यति हुँदा किन हो नसुन्ने हो कि होइन त शिक्षक महासङ्घ जिन्दाबाद शिक्षा कर्मचारी जिन्दाबाद हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ ल शिक्षक मात्र होइन यहाँ शिक्षाका हुन् पुरा शिक्षक मात्र होइन यहाँ शिक्षाका हुन् पुरा कर्मचारी शिक्षक लागे हुन्छ सबै कुरा देशमा सरकार छ छैन कुन्ने यति हुँदा नदेख्ने नसुन्ने देशमा सरकार छ छैन कुन्ने यति हुँदा नदेख्ने नसुन्ने यति हुँदा नदेख्ने नसुन्ने अब एक टुका है यो आन्दोलन के भन्छ यो आन्दोलन के भन्छ हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ हाम्रो शक्ति ठुलो नै छ चाहन्छु नेता होइनौ हाम्रो शक्ति ठुलो नै छ चाहन्छु नेता होइनौ नयाँ शिक्षा ऐन ल्याई सडक छोड्ने छैनौ देशमा सरकार छैन कुन्ने यति हुँदा नदेख्ने नसुन्ने देशमा सरकार छैन कुन्ने यति हुँदा नदेख्ने नसुन्ने हो कि होइन त ल अन्तिम टुक्का सबैजना सके है अन्तिम टुक्का सबैजनाले सबैजना है नारा लायो सिट्ठी फुक्यो लाइट पनि बाल्यो नारा लायो सिट्ठी फुक्यो लाइट पनि बाल्यो देशमा कोही छ कि छैन शङ्का लाग्न थाल्यो देशमा सरकार छ छैन कुन्ने यति हुँदा किन हो नसुन्ने देशमा सरकार छ छैन कुन्ने यति हुँदा किन हो नसुन्ने यति हुँदा किन हो नसुन्ने थ्याङ्क यू धन्यवाद धन्यवाद सबै साथीहरूलाई धन्यवाद हस् नमस्कार हाम्रा कुरालाई व्यवस्था गरे स्कुल बन्द ठप्पै
हाम्रा कुरालाई बेवास्ता गरे स्कुल बन्द ठप्पै सगिनी गीत बालन गीत अझै कति गाउँ अब हाम्रो गीतले भन्छ आन्दोलन गर्न जाउँ अब हाम्रो गीतले भन्छ आन्दोलन गर्न जाउँ ए बहिरो सरकार किन सुन्दैनौ शिक्षकका जायज कुरा आन्दोलन हाम्रो चलि नै रहन्छ नहुन्जेल माग पुरा ए बहिरो सरकार किन सुन्दैनौ शिक्षकका जायज कुरा आन्दोलन हाम्रो चलि नै रहन्छ नहुन्जेल माग पुरा तर्सन्नौ हामी पुलिसका बुट गोली र अनि डन्डाले तर्सन्नौ हामी पुलिसका बुट गोली र अनि डन्डाले शिक्षकको सानो उच्च राख्दछ नेपालको राष्ट्रिय झन्डाले शिक्षकको सानो उच्च राख्दछ नेपालको राष्ट्रिय झन्डाले देउडा गीत झ्याउरे गीत अझै कति गाउँ अब हाम्रो गीतले भन्छ आन्दोलन गर्न जाउँ अब हाम्रो गीतले भन्छ आन्दोलन गर्न जाउँ समाउँ हात नछोडौँ साथ जाने ठाउँ हाम्रो एकै हो आस्था र विचार फरक होलान् कर्मको थालो एकै हो समाउँ हात नछोडौँ साथ जाने ठाउँ हाम्रो एकै हो आस्था र विचार फरक होलान् कर्मको थालो एउटै हो 77 जिल्ला भेला भई आयौँ शिक्षक एकता जिन्दाबाद नयाँ शिक्षा ल्याएरै छोड्छौँ शिक्षक महासङ्घ जिन्दाबाद 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 शिक्षक एकता जिन्दाबाद 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 शिक्षक महासङ्घ जिन्दाबाद बालन गीत सगिनी गीत अझै कति गाउँ तामाङ सेलो शेर्पा सेलो अझै कति गाउँ अब हाम्रो गीतले भन्छ आन्दोलन गर्न जाउँ अब हाम्रो गीतले भन्छ आन्दोलन गर्न जाउँ अब हाम्रो गीतले भन्छ आन्दोलन गर्न जाउँ धन्यवाद धन्यवाद म्याडम यहाँ हाम्रो एउटा हाते माइक हराएको हुनाले साथीहरूले कसले लग्नु भएको छ यहाँ मञ्च नजिक बुझाइदिन हुन हार्दिक अनुरोध गर्दछौँ यसपछि सरकारले सोच्योस् नेपाली शिक्षक कर्मचारीको शिष्टता र सौम्यतालाई कम आकलन नगरोस् सरकारले यो म बारम्बार मैले भन्ने गरेको छु संसारमा एउटा स्विजरल्यान्ड भन्ने नाम गरेको देश छ त्यो देशमा 1 लाख नागरिकले हस्ताक्षर गरेर बुझाए भने संविधान संशोधनको प्रस्ताव दर्ता हुन्छ हामी त 2 लाख सचेत नागरिक काठमाडौँको सडकमा उभिएर शिक्षा ऐन ल्याइदेऊ सरकार शिक्षा ऐन देऊ सरकार भनिरहेको छौँ हाम्रो कुरा उसले सुन्नुपर्छ कि पर्दैन किन कानमा तेल हालेर बसाइरहेका छन् किन टाउको बाङ्गो गरेर कता कता देश विदेश दर्शन गरिरहेका छन् हामी सोध्न चाहन्छौँ देशभित्रको आफ्नो समस्यालाई नेपाली शिक्षक कर्मचारीको समस्यालाई उहाँहरूको प्राथमिकमा 70 लाख र विद्यार्थी र 4 लाख शिक्षक कर्मचारी पर्छन् कि पर्दैनन् हामी सोध्न चाहन्छौँ त्यसैले आदरणीय साथीहरू हामी पेसाकर्मी हौँ ट्रेड युनियन कर्मी हौँ संविधानले हामीलाई आन्दोलन गर्ने अधिकार दिएको छ
पेशागत मुद्दामा सामूहिक सौदाबाजीको अधिकार दिएको छ। त्यही अधिकार प्रयोग गरेर हामी यो ठाउँमा सभा गरिरहेका छौँ, विरोध गरिरहेका छौँ। सरकारले अविलम्ब सुनोस्, हामीले आज पेश गर्ने न्यूनतम मापदण्ड पुरा गरोस्, अन्यथा नेपाली शिक्षक कर्मचारी चैत बितोस् वैशाख बितोस् आन्दोलनको मोर्चामा डटिरहनेछन्। त्यसकारण के समाचार आउँछ सबै समाचार हामीले हेर्न पनि भ्याउँदैनौँ, फेसबुकमा लेखिएका सबै कुरा हेर्न पनि भ्याउँदैनौँ। त्यसकारण आधिकारिक जानकारीको लागि नेपाल शिक्षक महासङ्घको फेसबुक र मेरो म लक्ष्मीकिशोर सुवेदीको फेसबुक हेरिदिन पनि र त्यही कुरालाई प्रत्याहार गरेर अघि बढ्दिन पनि यहाँहरू विनम्र अनुरोध गर्दै सामाजिक सञ्जालमा आउने झुटा तर्क कुराहरूमा विश्वास नगर्न, त्यसबाट उत्तेजित नहुन, नेतृत्वप्रति विश्वास गर्न र आन्दोलनको मोर्चामा डटिरहन यहाँहरूलाई हार्दिक आग्रह गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, अभिवादन, क्रान्तिकारी अभिवादन, लाल सलाम, जय नेपाल। धन्यवाद आदरणीय अध्यक्षज्यू। यसपछि आफ्नो छोटो प्रस्तुति राखिदिन भन शिक्षक परमानन्द गिरिज्यूलाई हार्दिक अनुरोध गर्दछु। समय 3 मिनट। धन्यवाद मदनराज जोशी सर। सुदूरपश्चिम प्रदेश दार्चुला जिल्ला लेकम गाउँपालिकाको तर्फबाट यहाँ आन्दोलनमा 77 जिल्लाबाट आन्दोलनमा आउनुभएका सम्पूर्ण सरहरूलाई हार्दिक अभिवादन तथा नमस्कार व्यक्त गर्न चाहन्छु। म बाँकी गीतबाट धोइदिन कोही छैन, टोपी मैलो धोती मैलो, धोइदिन कोही छैन, रोइदिन कोही छैन, यो सरकार मरि गयो, रोइदिन कोही छैन, पैया गुडा लाग्या झापा झान्या रेलगाडीका, पाया गुडन लाग्या अब छुटा लाग्या, सिंहदरबारको रोजगज तम्रो अब छुटन लाग्या, पैया गुडा लाग्या झापा झान्या रेलगाडीको, पाया गुडन लाग्या अब छुटन लाग्या, सिंहदरबारको रोजगज तम्रो अब छुटन लाग्या। अब एउटा नेपाली भाषाको छ, यो हाम्रो भाषाको बोल। हामीलाई त मार्यो सरकार तिम्रो तर्के नजरले, कालो कालो मानाले, रुख रुख बोलीले, कालो कालो मानाले, रुख रुख बोलीले। एउटा हिन्दीमा छ, हमें तो लूट लिया ये मेरी सरकार ने, बार बार समझौता और बात करवाने, इस बार हम नहीं करेंगे बाराता, जब तक जारी नहीं कराता, पर डे सड़क भी जाम होता है, अधिकार देने में सरकार क्यों रोता है। सकिन लाग्छ फेरि। अब एउटा हाम्रो डोटेली भाषाको छ, ए कालोय मासी ई कालोय ए कालम दुधै बिर्खा, कालोय लेखिन्या रहेछ दुधै बिर्खा, हे जसै भुण्यो हे सरकार राईले दुधै बिर्खा, उसै हुन्या रहेछ दुधै बिर्खा, हे सिंहदरबारमा बस्ने दुधै बिर्खा, कि छन् तम्रा हाल दुधै बिर्खा, हे शिक्षा एन बन्ने हो कि दुधै बिर्खा, यही सरकारको काला
उधाई बिरिखा। हवस् त, धन्यवाद। धन्यवाद सर। यसपछि आफ्नो यहाँ आर्थिक सहयोग पर्यो त। धेरै आते जी पैक दी नवे हाँ यहाँहरूको मात्रै रोइदिनु होला। हिजो जसरी हुनुहुन्थ्यो पहिले लिजा मिस हुनुहुन्छ अगाडि, मिसले लिजा मिस तपाईँले कमान्ड गरिदिनुहोस्। अगाडि चाहिँ महिला शिक्षकहरू र त्योभन्दा पछाडि जो स्वयंसेवकको पहिचान भएका हाम्रो राजन अङ्गाई सर लगायतका साथीहरूले त्यसको व्यवस्थापन गरिदिनु पर्यो। ल त यहाँहरूले बनाइदिनुहोस्।
स्वयंसेवकको पहिचान भएका साथीहरूले त्यसको व्यवस्थापन गरिदिन आग्रह गरे। यो राष्ट्रिय समितिको ब्यानरमा पनि तपाईँहरू अलि भिडभाड भइराखेको छ, यसलाई पनि मिलाइदिनु होला स्वयंसेवक साथीहरू। हामी सरकारले आँखा देखिराखेको छैन, कान पनि सुनिराखेको छैन, अहिलेसम्म हामीले सरकार खोज्दा भेट्टाएको पनि छैन र हाम्रो यो कार्यक्रम अझै लामो जान्छ। त्यसैले हामी व्यवस्थित तरिकाले, अनुशासित तरिकाले, मर्यादित तरिकाले हामी रहनुपर्ने छ। हामीले आम नेपालीको नेतृत्व गर्नेछ। हामीले धेरैको मन जितिसकेका छौँ। त्यसैले यहाँहरू व्यवस्थित तरिकाले रहिदिनुको लागि यो जुन हाम्रो जुलुसलाई व्यवस्थित गरिदिन मैले आग्रह गरेको छु। हाम्रो कल्पना पनेरू म्याडम अगाडि गइदिनुको लागि पनि मैले आग्रह गरेको छु। कल्पना पनेरू म्याडम अगाडि स्वयंसेवक महिला शिक्षकहरू भएको ठाउँमा गएर यहाँले व्यवस्थापित गरिदिनु होला र राष्ट्रिय कार्य समितिको ब्यानरमा नेपाल शिक्षक महासङ्घका उपाध्यक्षज्यूहरू, आबद्ध सम्बद्ध घटकका उपाध्यक्षज्यूहरू रहिदिनु होला। अरूको पोस्टमा नभएका साथीहरू प्लिज तपाईँहरू पछि रहिदिनु पनि मैले आग्रह गरेको छु। कोशी प्रदेशको ब्यानर भन्दा पछाडि आफ्नो प्रदेशको ब्यानरमा रहिदिनु मैले आग्रह गरेँ। शिक्षक महासङ्घ जिन्दाबाद, नेपाल शिक्षक महासङ्घ जिन्दाबाद, नेपाल शिक्षक महासङ्घ जिन्दाबाद। हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ। शिक्षा ऐन जारी गर, शिक्षा ऐन जारी गर, शिक्षा ऐन जारी गर, पुरानो ऐन खारेज गर, पुरानो ऐन खारेज गर। नेपाल शिक्षक महासङ्घ